के तपाईँलाई सेयर परेको छ? यदि सेयर परेको छ भने हामीले सेयर परेर मात्र हुँदैन, हामीले सेयरलाई बेच्न पर्ने हुन्छ र त्यसको लागि चाहिँ हामीलाई ब्रोकर एकाउन्टको आवश्यकता पर्छ र ब्रोकर एकाउन्ट आवश्यकता परिसकेपछि जब हामीले आफ्नो डिटेल्सहरू भरेर ब्रोकर एकाउन्टलाई दिन्छौँ या ब्याङ्कमा बुझाउँछौँ, त्यो बुझाइसकेपछि 1-2 दिनभित्रमा या त्यही दिनभित्रमा हामीलाई मेल आउने गर्छ र मेल आइसकेपछि हामीले के कुरा गर्नुपर्छ र के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा आज हामी यस भिडियोमा जान्नेछौँ। यदि तपाईहरु पनि मेरो सेयर चलाइरहनु भएको छ, तपाईँले पनि सेयरहरू खरिद गरिरहनु भएको छ भने, यदि तपाईँलाई पनि सेयर परेको छ, बेच्न चाहनुहुन्छ भने त्यसको लागि ब्रोकर एकाउन्ट खोलिसकेपछि हामीलाई ब्याङ्कले पठाइसकेको त्यो इमेल प्राप्त गरिसकेपछि हामीले गर्नुपर्ने कुराहरू के हुन् आज हामी यस भिडियोमा जान्नेछौँ। त्यसैले तपाईँहरूले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला। लौ त साथीहरू भिडियोलाई ढिला नगरी सुरु गरौँ। त्यसको लागि साथीहरू सर्वप्रथम तपाईँले आफ्नो इमेलमा जानुहोला। जब तपाईँले फर्म भरेर बुझाउनुहुन्छ, फर्म भरेर बुझाइसकेपछि साथीहरू ब्रोकरले तपाईँलाई इमेल गर्छ। इमेल गरिसकेपछि तपाईँले त्यो इमेल प्राप्त गरिसकेपछि हामीले गर्नुपर्ने कुराहरू जस्ट मैले एकाउन्ट खोलेको थिएँ, ब्रोकर एकाउन्ट मैले फर्महरू बुझाइसकेको थिएँ र मलाई इमेल आइसकेको छ। म तपाईँलाई अब देखाउने छु र साथीहरू तपाईँले देख्नुहुन्छ मेरो यहाँ इमेल आइसकेको छ। यसलाई मैले क्लिक गरेँ। क्लिक गरेपछि साथीहरू तपाईँहरूको मोबाइलको यस्तो खाले इन्टरफेस खुलेर आउनेछ र साथीहरू तपाईँले देख्नुहुन्छ तपाईँको नाम दिइनेछ, यहाँ केही नम्बरहरू दिनेछ र तपाईँले यहाँ देख्नुहुन्छ युजर नेमहरू सबै यहाँ तपाईँलाई देखाइदिनेछ। मैले तपाईँलाई हाइड गरेको छु र तल तपाईँलाई यहाँ लिङ्क दिनेछ। लिङ्कमा क्लिक गर्नुहोला। लिङ्कमा क्लिक गरेपछि साथीहरू तपाईँले क्रोममा जानुहोस्। क्रोम गएपछि साथीहरू तपाईँले देख्नुहुन्छ नेप्चे लोडिङ हुँदैछ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको ब्रोकर नम्बर कति रहेको छ तपाईँले याद गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई कुनै पनि बेला सेयर परेको अवस्थामा तपाईँले बेच्न पर्यो भने यसको आवश्यकता पर्छ। त्यसैले तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई सेयर परेको छ, बेच्न चाहनुहुन्छ भने तपाईँले ब्रोकर एकाउन्ट खोल्नु पर्ने हुन्छ र ब्रोकर एकाउन्ट खोलिसकेपछि तपाईँले जब ब्याङ्कले इमेल गर्छ, इमेल गरेपछि त्यहाँ लिङ्क दिएको हुन्छ, त्यो लिङ्कमा क्लिक गरिसकेपछि साथीहरू तपाईँहरू यस्तो इन्टरफेसमा आउन सक्नुहुनेछ। 90 रहेको छ तपाईँको ब्रोकर नम्बर कति रहेको छ तपाईँले यहाँ याद गर्नुपर्ने हुन्छ। यसलाई तपाईँले कपी गरेर राख्नु होला। यसको लिङ्क तपाईँलाई कपी गरेर राखिसके पनि तपाईँलाई सजिलो हुन्छ। कुनै पनि बेला तपाईँलाई सेयर परेको छ भने त्यसलाई बेच्नको लागि तपाईँले त्यो लिङ्कमा क्लिक गरेर सिधै यहाँ इन्डाइरेक्ट भएर तपाईँले यहाँबाट सिधै बेच्न सक्नुहुनेछ र तपाईँलाई इमेलमा पठाएको र युजर नेम तपाईँले यहाँ हान्नुपर्ने हुन्छ। तपाईँले फर्गेटमा ट्याप गर्नु होला। फर्गेटमा ट्याप गरेपछि साथीहरू तपाईँले जुन युजर नेम तपाईँलाई दिएको छ त्यो मेलमा त्यो युजर नेम हानेर तपाईँले आफ्नो इमेल हानेर सबमिट गर्नुहोला। सबमिट गरेपछि साथीहरू ओके गरेपछि वेट गर्नुहोला। अब तपाईँलाई फेरि इमेल आउनेछ। त्यसपछि तपाईँले देख्नुहुन्छ रिसेन्ट पासपोर्ट भन्ने रहेको छ, यसमा ट्याप गर्नुहोस्। मलाई मेल आइसकेको छ। त्यसपछि तपाईँले रिसेन्ट पासपोर्ट भन्ने रहेको छ, देख्नुहुन्छ यसमा क्लिक गर्नुहोस्। फेरि क्रोममा जानुहोला। क्रोममा गएपछि साथीहरू अब तपाईँले यहाँ आफ्नो न्यू पासपोर्ट राख्न सक्नुहुन्छ। तपाईँले आफ्नो पासपोर्ट यहाँ हान्न पर्ने हुन्छ। तपाईँले आफ्नो नयाँ पासपोर्ट हान्नु होला। तपाईँकोमा खुलेको छैन भने त्यो अवस्थामा फर्गेट पासपोर्टमा गएर आफ्नो युजर नेम र आफ्नो इमेल नम्बर हालेर सबमिट गर्नुहोला। सबमिट गरिसकेपछि तपाईँले नयाँ इमेल पाउन सक्नुहुन्छ र त्यसमा रिसेन्ट पासपोर्ट भन्ने रहेको छ, त्यसमा क्लिक गरेर तपाईँले यसमा आउन सक्नुहुन्छ र त्यसमा तपाईँले यसमा अब आफ्नो नयाँ पासपोर्ट राख्न सक्नुहुन्छ। तपाईँले आफ्नो न्यू पासपोर्ट राख्नु होला। दुईटैमा सेम राख्नु होला। न्यू पासपोर्ट र कन्फर्म न्यू पासपोर्ट भन्ने छ, यी दुईटामा सेम राख्नुपर्ने हुन्छ। त्यसपछि देख्न सक्नुहुन्छ साथीहरू हाम्रो सक्सेसफुली भइसक्यो भनेको छ। देख्नुहुन्छ हामीले आफ्नो पासपोर्ट यहाँ इन्टर गरेर सबमिट गरिसकेका छौँ। सबमिट गरेपछि साथीहरू अब तपाईँले आफ्नो इमेलमा दिएको त्यो युजर नेम र तपाईँले अहिले भर्खर हालेको पासपोर्ट यहाँ हान्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले त्यो चेन्ज गरेको पासपोर्ट र तपाईँलाई इमेलमा पठाएको त्यो युजर नेम हान्नु होला। मैले आफ्नो पासपोर्ट र युजर नेम हान्दैछु। पासपोर्ट हाल्नु साथीहरू तल जे देखेको छ त्यसपछि त्यसपछि लगइनमा ट्याप गर्नुहोस्। लगइनमा ट्याप गरेपछि साथीहरू तपाईँले देख्न सक्नुहुन्छ हाम्रो यहाँ ब्रोकर एकाउन्ट यहाँ खोलिसकेको छ। तपाईँले देख्न सक्नुहुन्छ यदि ब्रोकर एकाउन्ट खोल्न चाहनुहुन्छ, कुनै पनि सेयर बेच्न चाहनुहुन्छ भने त्यो अवस्थामा तपाईँलाई यो एकाउन्ट चाहिने गर्छ। त्यसैले तपाईँहरूले यी ध्यान दिएर गर्नुहोला। जुन तपाईँलाई मेल गर्छ, मेल गरेपछि साथीहरू तपाईँलाई त्यो लिङ्क दिएको हुन्छ, त्यसमा क्लिक गरेर तपाईँले आफ्नो युजर नेम हानेर फर्गेट पासवर्डमा ट्याप गर्नुहोस्। त्यसपछि युजर नेम हान्नुहोस्। त्यसपछि तपाईँले तल आफ्नो इमेल दिनुहोस्। इमेल दिएपछि रिसेन्ट पासवर्डमा ट्याप गरिदिनुहोस्। त्यसपछि तपाईँलाई पासवर्ड रिसेन्ट भनेर माथि फेरि इमेल आउनेछ। इमेलमा आइसकेपछि तपाईँले तल यहाँ तपाईँलाई भनेको हुन्छ रिसेन्ट पासवर्ड भन्ने हुन्छ, त्यसमा क्लिक गरेर तपाईँले आफ्नो नयाँ पासवर्ड राख्न सक्नुहुन्छ र तपाईँले यो खोल्न सक्नुहुन्छ साथीहरू। र यति नै थियो आजको सानो जानकारी र अर्को भिडियो मैले तपाईँलाई जानकारी गराउने छु कि हामीले सेयर कसरी बिक्री गर्ने भन्ने बारेमा तपाईँहरूलाई मैले जानकारी गराउने छु। अहिले मैले भिडियो रातिको 10:38 मा रेकर्ड गरिरहेको हुनाले अहिले नेप्चे बन्द भइसकेको छ। अब तपाईँहरूलाई मैले अर्को भिडियोमा सेयर कसरी बिक्री गर्ने भन्ने बारेमा तपाईँहरूलाई मैले अर्को भिडियो ल्याउने छु। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ र टेक्निकल युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने साथीहरू तपाईँले यस टेक्निकल युट्युब च्यानललाई आजै सब्सक्राइब गर्नुहोला साथीहरू। हवस् त साथीहरू, धन्यवाद।